म त जोगी हो नि। मैले जिन्दगीमा जागिर भनेन, मैले पैसा भनेन, मैले घरबार भनेर, मैले छोराछोरी भनेन, श्रीमती भनेन। म त जिन्दगी यसै उसमा काटेको मान्छे हो नि। सङ्गीतको लागि सब त्याग। एकदमै। कहाँ जाम कैका खोज रोजो फुलरे खाले लैग्यो, कहाँ जाम कैका खोज साइका जन्ती भोज आँसुले भाती मिची खाया, साइका जन्ती भोज। गीत गाउनु छोडिदिनुहोस्, काम गर्नुहोस् भन्ने किसिमका दबाबहरू आयो एकदम जाने। अब गाउँदै गर्दाखेरि कति जिन्दगी चल्छ र भने आयो, तर म ठिक छ भनेर भने। किनभने म एकदम जाने, मैले जीवन चलाएको छु त। पैसा नकमाएँ होला, ल म त्यो चाहिँ नै म भोलि कुन दर्जाको हाकिम हुन्थेँ होला, पैसा त कमाउँथेँ होला, तर यो आत्मसन्तुष्टि पाउँदैन थियो होला क्या। एकदम यो सन्तुष्टि पाउँदैन थियो होला, कसैको भनेकै भनेन मैले। काटु सिमल डाली नकाटु भैँसोली भोकै, नछुटाउ त गाली छुटाउ त प्रीतिको डोरी, नछुटाउ त गाली छुटाउ त प्रीतिको डोरी। मैले 19 चोटि दोहोऱ्याएर गाएको छु यो गीतलाई। निकै नै राम्रो छ। भुवन दाल आउँछ भनेर त्यहाँ बाजागाजा लिएर आएका थिए। सब बाजागाजा बजाएर सबले स्वागत गर्न आएको थियो। स्वागत गर्न आएको थिए। अनि भुवन दाल गाडीबाट उत्रे, अनि त्यहाँ बिचमा भुवन दाल थियो, सबै यत्रो लहर थियो। अनि लहर त हिँड्यो, भुवन दालको थाहा छैन फेरि। अनि भुवन दाल कहाँ भनेर माथि गएर त्यो बङ्गालको कार्यक्रममा खोजी भयो। अनि म स्टेजमा गएँ, कहाँ जम्काएको आउँछ, ए यो पो भुवन दाल हो भनेर। ए यो त ठुलो मान्छे होला, एकदमै चाहिँ झुङ्गा भएको होला एकदम। त्यहाँ मेरो दिपाइलको गडी सेरी है देङ किनो पारी, दिपाइलको गडी झुल्का मैना चढिए हिउँ चुली घाम, झुल्का जान झुल्का मैना चढी, झुल्का मैना चढिए हिउँ चुली घाम, झुल्का जान झुल्का मैना चढी। जति माया म नेपालमा पाउँदैन त्यति माया म भारतमा पाउँछु। कलाकारलाई धेरै माया गर्ने। त्यसपछि पनि ठाडी भाकाहरू जो म स्टेजमा गएर ठाडी भाका गाउँछु, जो ती आमा बुवाहरू रोएका देख्छु एकदम। ल हाम्रो गाउँको एकजना आयो भने, आफ्नो ठाउँको एकजना आयो भन्नुहुन्छ, रोएका हुन्छन्। यो सम्झिनु भएको थियो एक दिन यस्तो आउनेछ भनेर? थाहा थिएन मलाई साँच्चीकै। अब म हरिस खाएको थिएँ, अडियो जमाना थियो हाम्रो। हजुर। अनि अडियो जमाना गइसक्यो, मेमोरी आएपछि हाम्रो अडियो सबै गयो। मैले अब यो देउडा अब राम्रो होला भनेर म यति हरिस खाएकै थिएँ। म 2-4 वर्षमा ल अब गाएर के हुन्छ भन्ने उसमै थिएँ, म हरिस खाएको थिएँ। तर अहिलेको यो प्रविधि जुन छ एकदम चाहिँ यति खुसी छ मलाई। जता गए नि देउडा, जता गए नि देउडा। तस्बिर नमस्कार, तपाईँ हेर्दै लासो कार्यक्रम तुम्री सौराई। तुम्री सौराईमा आज मसँग छन् वरिष्ठ देउडा गायक भुवन दाल हुनुहुन्छ। दाइयालाई स्वागत छ कार्यक्रम तुम्री सौराई प्रकाशमा। धन्यवाद मेरो भाइ, यति खुसी लाग्यो आज। मेरो आदरणीय भाइ, आजभन्दा 4-5 वर्ष अगाडि पनि यसरी हामीले उ गर्न खोजेका थियौँ, तर आज सँगैबस भेट भयो। धन्यवाद भाइ। दाइका दिनचर्या के कसरी बितिरहेका छन् आजभोलि तिम्रो? भाइ गीत गाउँदै रमाउँदै यसरी अब अहिले जे होस् राम्रै छ। हामीले सुनेअनुसार तिमी गीत गाउनुमा निकै व्यस्त छौ, रेकर्डिङमा धाइ नधाइ छ। अब मेरो भाइलाई भन्नै पर्ने गर्दाखेरि म आजै पनि एक गीत रेकर्ड गरेर आएँ। म अहिले काठमाडौँ छु, म सुदूरपश्चिम जाउँ काठमाडौँ जाउँ मेरो उत्तिकै गीतहरू आउँछन्, आइरहेको हुन्छन् अहिले। म खुसी छु। पछिल्लो समयमा मेला महोत्सवमा तिमीलाई धेरै ठाउँ बोलाएको हामीले देखेका छौँ। एकदम
योभन्दा अगाडि पनि महोत्सवहरू लाग्थ्यो, त्यहाँ पनि बोलाएका पनि देखेका छौँ। यसो अहिलेका हामी जस्ता नयाँ पिँढी, नयाँ अहिलेका युवाले पनि देउडा गीतलाई निकै माया गराइ देखिन्छ। महोत्सवमा जाँदाखेरि, मेला महोत्सवमा जाँदाखेरि अहिले के पाउनुहुन्छ पहिलाको तुलनामा? म एकचोटि अब सुदूरपश्चिमको संस्कृति के हो कसो हो भन्ने हुन्थ्यो। अब अहिले जुन हाम्रो यो जानी देउडा हुन्छ हाम्रो सुदूरपश्चिमको संस्कृतिमा अहिले यतिको एकदमै लहर छ। मलाई यति खुसी लाग्छ। म कैलालीको कुनै ठाउँमा जाउँ, कञ्चनपुरको कुनै ठाउँमा जाउँ, म पहाड दार्चुलाको कुनै ठाउँमा जाउँ, जानी देउडा हुन्छ, मलाई धेरै खुसी लाग्छ। म यो देउडा भनेको सधैँभरि रहन्छ, किनभने हाम्रो देउडा हो। हाम्रो देउडा भनेको कहिल्यै मर्दैन। त्यो भएको हुनाले देउडा संस्कृति भनेको देउडै। तिमीले के पायो गाउँघरमा मेला महोत्सवमा जाँदाखेरि? अहिलेका नयाँ युवा पिँढीले पनि तपाईँलाई गीत सुनेका छन् होइन? महोत्सवमा जाँदाखेरि र त्यहाँ युवासँग भिज्दाखेरि, बुढापाकासँग भिज्दाखेरि कस्तो अनुभव हुँदो रहेछ दाइ त्यो? किनकि अहिलेका त मान्छे गीत त अहिले धेरै मान्छे डान्सी गीत निस्काउँछन्, तम्रा गीत ठाडी भएका छन्। अहिलेका नयाँ पिँढी पनि तम्रा गीतमा टिकटक बनाएका देखिन्छन्। तर महोत्सवमा जाँदाखेरि, भुवन दाहाल महोत्सवमा जाँदाखेरि अहिलेको नयाँ युवा जेनेरेसनसँग पनि भिड्न सफल हुनु भएको छ। एकदमै कसो हुँदो रहेछ महोत्सव? मैले फेरि जोड्न चाहेँ, त्यो कुनै घटना परिघटना छ केही त्यस्तो सुनाउन चाहँदा सुन्नु चाहेँ। केही पनि छैन। अब जस्तै अहिलेका युवाहरू देउडाहरू मन पराउन थालेका छन्। यो मलाई थाहा छ, म धेरै महोत्सवमा हिँडेको हो। कस्तो हुन्छ भने म बुढापाकाहरूको गाएको हो, म बाल वृद्धहरूको गाएको हो, अनि बालबालिकाहरूको म गाएको हो। किनभने मैले गाएका गीतहरू सबै सुन्छन्। सबैले भुवन दाहाल आयो भनेपछि ल यो राम्रो गीत गाउला, यो संवेदनशील गाउला, यो परिवेश अनुसार गीत गाउला, यो उफ्रिने गीत गाउँदैन भनेर सबैले सोच्छन्। त्यही भएर आउँछन्। भुवन दाहाल गएको ठाउँ आउने भनेको त्यो गीत गाएर हो अरे। तपाईँले सुदूरपश्चिमको माटोसँग भिजेका गीत गाएका छन् होइन? देउडाका धरोहर भनिकन तपाईँलाई सबै दर्शकले चिनेका छन्, हाम्रो अभिभावकहरूले चिनेका छन्। मेला महोत्सवमा धेरै के, तर हाम्रा अझै यिनी गीत जुम्मै सुन्ने मान्छे, अझै हाम्रा प्रवास गएका मान्छे, भारत मुम्बई लगायतका मान्छे धेरै माया गरेर देउडालाई धेरै माया गरेर सुनिन्छ। तिमीले भारतमा धेरै कार्यक्रम गरेका छौ, हामीले देखेका छौँ। भारतमा जाँदाखेरि के अनुभव पाउनुभयो? त्यहाँका नेपालीले यहाँहरूलाई कसरी हेर्नु भएको छ? देउडा गीतलाई कति माया गर्दा रहेछन्? मेरो विदेश यात्राको सबैभन्दा बढी गएको यात्रा भारत हो। हजुर, म भारतमा लगभग 21-22 चोटि म भारतमै गएको छु, अरू देश छोडेर। अनि मलाई के लाग्छ भने भारतमा गइसकेपछि म नेपालमा छैन कि जस्तो लाग्छ। यही मेरो जन्मथलो। त्यति माया जति माया म नेपालमा पाउँदैन त्यति माया म भारतमा पाउँछु। कलाकारलाई धेरै माया गर्ने। त्यसपछि पनि ठाडी भाकाहरू जो म स्टेजमा गएर ठाडी भाका गाउँछु, जति आमा बुवाहरू रोएका देख्छु होइन। ल हाम्रो गाउँको एकजना आयो भने, आफ्नो ठाउँको एकजना आयो भन्नुहुन्छ, रोएका हुन्छन्, म देख्छु। मलाई यति गर्व लाग्छ। गर्व पनि होइन, किनभने अब के गर्व लाग्नु, परदेशमा पसिना कमाएका ती दाजुआमाहरू हुन्। तर त्यही म नेपालमै छु कि जस्तो लाग्छ। त्यति माया मलाई म भारतमा पाउँछु होइन। धेरै देशहरूमा जान्छु, तर विशेष गरी भारतमा अलिकति बढी हाम्रा नेपाली सुदूरपश्चिमका दाजुभाइ भएको कारणले गर्दाखेरि त्यहाँ अब नेपाल र भारत एउटै हो कि भन्ने किसिमको चाहिँ त्यहाँ देखिन्छ त्यो नेपालीपन मायाको देख्दाखेरि। मैले एउटा कुरा यहाँलाई जोड्न चाहेँ, कुनै घटना परिघटना छ दाइ, कुनै त्यो अविस्मरणीय छेड छ या कुनै याद छ? जस्तो भुवन दाहाल आउँदाखेरि मान्छे गाउँघरका मान्छे खचाखच भरिएका हुन् होइन, को हुन् भुवन दाहाल भनिकन कुनै नचिनेको या चिन्दाखेरि म हुँ भनेर आफ्नो परिचय दिनु परेको कुनै छेड छ? म बझाङको बुङ्गल गएको थिएँ। बझाङ बुङ्गल नगरपालिका हो। म अब त्यहाँको कुन कार्यक्रममा गएको थिएँ। अनि बुङ्गल यता गाडी रोकिने ठाउँ छ, उतिखेर गाडी थिएन। हजुर, भुवन दाहाल आउँछ भनेर त्यहाँ बाजागाजा लिएर आएका थिएँ। सब बाजागाजा बजाएर सबले स्वागत गर्न आएको थिए। अनि भुवन दाहाल गाडीबाट उत्रे, अनि त्यहाँ बिचमा भुवन दाहाल थियो। सबै यत्रो लहर थियो। अनि लहर त हिँड्यो, भुवन दाहालको थाहा छैन फेरि। अनि
भुवन दाल कहाँ भनेर माथि गएर त्यो बङ्गालको कार्यक्रममा खोजी भयो होला अनि म स्टेजमा गएँ कहाँ जम्काएको आउँछ ए यो पो भुवन दाल हो भनेर ए यो त ठुलो मान्छे होला एकदमै चाहिँ झुङ्गा भएको होला एकदम त्यहाँ मेरो जिन्दगीको यादगार त्यो यो त आलो गाँच्छ रहेछ भनेर कलिलो रहेछ भन्ने हो क्या गीत सुनेको मान्छेलाई चाहिँ झट्ट चिन्न सकिन्छ गीत सुनेपछि अनि ए भनेर कोही नछोड्ने भयो ए भुवन दाल भन्ने अहिले र पहिलामा के फरक पाउनु हुँदै कस्तो हुँदो रहेछ त्यो बेलाको समय र अहिलेको समयअनुसार समय त एकनाश हुँदैन परिवर्तन हुँदै जान्छ पहिलेका गीत गाउँदाखेरिका तपाईँहरूका गीतमा जुन शब्द जुन मार्मिकता देखिन्थ्यो होइन जुनले भनौँ न मान्छेलाई त्यो गीतले भावविह्वल हुन व्यक्त गराउँथ्यो तर अहिले र पहिलो गीतमा चाहिँ के फरक पाउनु कसरी चाहिँ यो समयअनुसारले केही यो हाम्रो देउडा सङ्गीतमा पनि केही फरक हुँदै आएको हो के लाग्छ दाइ यहाँलाई छैन फरक उस्तै हो जस्तै एउटा कुरो हजुरलाई म भन्छु म ठाडी भाकालाई पनि डबल गर्ने मान्छे म यो ठाडी भाका पनि डबल गीत गाउने हो किनभने त्यस्तो किसिमको लहर थियो त्यतिखेर तर अहिले पनि अब अहिलेका जुन भाइ बहिनीहरूले राम्रै गर्नुभएको छ देउडालाई अहिले परिमार्जित देउडा बनाएर बनाउनु यो राम्रो हो एकदमै नयाँ पिँढीलाई पनि बुझाउन सकियो धेरै राम्रो हो अब जस्तै मैले टिपिकल देउडा गाएँ आज पनि देउडा गाएर आएको टिपिकल देउडा गाउँछु म त्यो फ्युजन देउडा गाउँदैन नि के हो के हो मलाई थाहा तिम्रो भर्जन छुट्टै छ हो तर एउटा कुरो भन्छु अब त्यो टिपिकल भनेको टिपिकलै हो त्यो फ्युजन भने 2-4 दिनको लागि हो भन्ने मात्र हो तर म त यति भन्छु नि भाइ बहिनीहरूले राम्रो गर्नुभएको छ यति राम्रो टिपिकल देउडा गाउँदा झनै राम्रो तर अहिले जुन गर्नुभएको छ त्यो पनि राम्रै हो अघि हामीले इन्डिया पनि जोडेका थियौँ सन्दर्भ प्रवासमा मान्छे बढी तिम्रा कुन गीत सुन्दा रहेछन् दाइ गीत त तिम्रा धेरै छन् धेरैले गीत मन पराउँछन् तर प्रवासमा रहेका अझै पनि तिम्रा लोकप्रिय गीतहरू धेरै छन् होइन प्रवासमा जाँदाखेरि तिमीलाई धेरै डिमान्ड भएको गीत चाहिँ कुन चाहिँ यो गीत गाइदिए राम्रो हुन्थ्यो भुवन दाले भनिकन तलबाट हजुर यो गीत गाइदिए भनिकन कुनै त्यस्तो लेखेर दिएको सम्झना छ या त्यो आउँछ ठाडी भाका कहाँ जाउँ गएका खोज दाइ हामी सुन्न चाहन्छ हाम्रो दर्शकका लागि मेरो सबै देश विदेशमा जो बस्नु भएको छ सबैलाई एकदमै नमन गरेर कहाँ जाम कैका खोजङ रोजो फुलरे खाले लैग्यो कहाँ जाउँ कैका खोज साइका जन्ती भोजङ आँसुले भाती मिची खाया साइका जन्ती भोज कहाँ दौरा चिरो कहाँ साइले अचानो हाली कहाँ दौरा चिरो कै धरती छिर्यो ती राम्रो माया जाल कै धरती छिर्यो मान्छे गालामा हात लगाएर गीत मजाले बजाएर मैले सुनेको थियो मेरा गाउँघरतिर मेरा बुढापाका आमा बुवा बजाइ अझै विशेष गरी यिनी गीत त हाम्रा पिँढीका मान्छेलाई पनि धेरै मन परेका छन् तमलाई ठाडी भएका तमलाई गीत बाल्यकाल यहाँको डोटीमै बित्यो कि कता बित्यो दाइ हजुर मेरो डोटी मैले प्रभात उच्च माविबाट मैले एसएलसी पास गरेँ हजुर अनि मैले उच्च शिक्षा म काठमाडौँमै भयो मेरो हजुर बाल्यकालमा भुवन दाल कस्ता थिए मान्छेले तिम्रा विगतलाई पनि त्यो बाल्यकालका ती रमाइला क्षणहरूलाई पनि मान्छेले स्मरण गर्न चाहे याद गर्न चाहँदै म पढ्दाखेरि म अलि गाउने स्वभावको धेरै बोल्दैन थिएँ नबोल्ने स्वभावको आज तपाईँले बोलाउनु भएर मात्र बोले म धेरै चुप्प लाग्ने मान्छे त्यो याद छ दाइ कुनै त्यो बेला क्षण याद छ बाबामाले गीत नगा यो गर भने बेला कुनै याद छ ती सब सान अब एकचोटि म प्रभात उत्सवमा यसपालिको उहाँको स्वर्ण प्रभात मेरो पढेको स्कुलमा स्वर्ण जयन्तीमा पनि गएको थिएँ हजुर त्यहाँ सानै 7 क्लासमै पढ्दाखेरि मलाई गागा भन्थे मेरो बानी यस्तै हो म बोल्दैन धेरै हजुर एकदमै यो गर भने त्यो गरिदिने म बोल्दैन धेरै त्यो भएर म यसपालि गएको थिएँ अनि मेरो पढेको स्कुल अनि मलाई याद आयो अनि बुवाले भन्नुभयो अब तँ गाउनलाई जन्मेको होस् गा भनेर भन्नुभयो हजुर त्यो गाउने म बचपनदेखि त्यो विद्यालयको प्रोग्राममा हिँड राख्ने पढाइमा कम ध्यान दिने गायनहरूमा त्यस्तै
त्यो गाउनलाई जन्मिएछ क्या भन्नुभएको थियो मेरो बुवा स्वर गाउनुहुन्छ अहिले मलाई धेरै नै भने चाहिँ पारिवारिक सपोर्ट तपाईँको एकदमै जाने तर त्यो हामीले कतिपय गायकका कुरा सुन्छौँ त्यो बेला त अझै भनौँ न गीत गाउनमा त्यति इन्ट्रेस्ट जाग्दैन थिए अलिकति पारिवारिकबाट पनि गीत गाउनु हुँदैन भन्ने किसिमका कुराहरू पनि आउँथे भन्ने कुरा पनि सुनियो त्यही भएर मैले तपाईँको कुरा यो जोड्न खोजेँ पारिवारिक सपोर्ट कस्तो थियो भने बुवाले कतै स्कुल जाऊ भनेर प्रेसर गरेको या आफूले जान नखोजेको त्यो क्षणहरू छ यहाँको त्यो छैन म स्पेसली त्यस्तो त केही छैन पढाइमा कतिको लगाव थियो यहाँको पढाइमा अब एउटा कुरो म होस्टेलमा बढी बसेँ ए हजुर होस्टेलतिर जान्थेँ अनि सरहरू हुन्थ्यो अनि सरहरू पढाउँदाखेरि तपाईँ के पढ्ने भनेर स्टुडेन्टहरूलाई सोध्नुहुन्थ्यो अब कसैले डक्टर भन्थे कसैले पाइलट भन्थे कसैले के भन्थे म त कलाकार भन्थे त्यो चाहिँ नै हो क्या बाल्यकालदेखि म गायक कलाकार बन्छु भने गायक होइन कलाकार म त्यसो भन्थेँ त्यही भएर बुवाले पनि अब यो कलाकारै बन्दो रहेछ त ल त काठमाडौँ जा भनेर काठमाडौँ उठाइदिनु साथीभाइको कुनै त्यस्तो सम्झना छ घुम्न गएका रमाइला यादहरू या त्यो भुल्दै नभुल्ने क्षणहरू साथीभाइहरूसँग भनौँ न त्यो उमेरमा त्यो बेलाका साथीभाइहरू त साह्रै रमाइला हुनुहुन्थ्यो कति राम्रो हामी मित लाउने कुराहरू हुन्थ्यो क्या हजुर एउटै होस्टेलमा बस्थ्यौँ मित लाउँथ्यौँ ल है एउटा बेडमा उता मित लाउँथ्यौँ अनि मित लगाएपछि हामी यो लुगा बाँडफाँड गर्थ्यौँ लुगा बाँड्थ्यौँ अनि मेरो मित गणेश बोगटी हुनुहुन्छ हजुर एकदम उहाँसँग लुगा बाँडेको थिएँ मैले हजुर त्यो चाहिँ याद छ मलाई अनि लुगा बाँड्थ्यौँ अनि त्यसपछि गीत गाउँथ्यौँ लुगा बाँड्दै अनि ग्रहणको दिन मित लाउँथ्यौँ लुगा बाँड्थ्यौँ त्यति आशा भोलि छैन दर्शकबिनले जसरी ठाडी भाकालाई माया गरेका छन् अहिले पनि माया गरेका छन् एकदम बुढापाकाले पनि यो गीतलाई त्यत्तिकै माया गरेका छन् देउडा संस्कृति जसरी तपाईँहरूले त्यसको भारी बोकेर देउडा संस्कृतिलाई जगेर्ना गर्नको लागि जसरी बाटो कोरिदिनु भएको छ जसरी डोर्याएर यहाँ क्षेत्रसम्म पुर्याइदिनु भएको छ यो बिचमा काठमाडौँसम्म आइपुग्दाको यात्रा यहाँको कस्तो रह्यो? म तपाईँले के यसपालिको यात्रा भन्नुभयो होइन म मेरो दाजु हुनुहुन्थ्यो गायक दिपेन्द्र दाहाल हजुर उहाँ राम्रो कलाकार हो सुदूरपश्चिमको देउडा संस्कृतिको एकदमै राम्रो कलाकार हो हजुर उहाँले मलाई म 10 क्लासमै पढ्दा भुवन तेरो आवाज राम्रो छ गीत गाउन जान सक्छस् भन्यो म जान्छु दाइ भने यसरी मैले काटो सिमल डाली भन्ने गीत गाएँ हजुर यात्रा कठिन थियो सुदूरपश्चिमको मान्छेले काठमाडौँसम्म आउनु अब अहिलेको जस्तो हाम्रो हवाईजहाज पनि छैन हाम्रो हवाईजहाज चढ्ने ऊ पनि थिएन नि त त्यति कति दिन लाग्थ्यो काठमाडौँलाई काठमाडौँ नाउँतिर त हामी अब डोटी धनगढी काठमाडौँ हामी 3-4 दिन लाग्थ्यो त अनि त्यसरी मैले गीत गाएँ त्यो बेला त फेरि काठमाडौँ जाने भनेपछि मान्छे नेपाल जाने होइन त्यो हेर्ने दृष्टिकोण पनि बेग्लै थियो काठमाडौँमा चाहिँ त्यो बेला त्यो देउडा गीतलाई गाउनुमा कतिको सङ्घर्ष गर्नु पर्दो रहेछ? हामी अहिले जस्तो छैन नि लाइभ हाम्रो लाइभ पनि थियो लाइभ भनेको जस्तै हामी बोलिरहेछौँ कहाँनिर बिग्रियो काटिहाल्छौँ यस्तो थिएन अनि मैले गीत गाउँदा कति पटक दोहोरिएको छ दाइ एउटै गीत गाउँदाखेरि कति पटकसम्म तपाईँले गर्नुभएको त्यो कुनै याद छ? 18-19 यस्तै होला एउटा गीतलाई 18-19 पटक गाउनु भएको फेरि अलिकति सानोको थोरै गल्ती भए चाहिँ फेरि सुरुदेखि नै गाउनु पर्छ 18चोटि मैले काटो सिमल डाली गाएको छु रिमा रेकर्डिङमा दर्शकबिनको लागि त्यो गीत सुन्न काटो सिमल डाली नकाटो भैँसोली भोकै नछुटाउँ त गाली छुटाउँ त प्रीतिको डोरी नछुटाउँ त गाली छुटाउँ त प्रीतिको डोरी मैले 19 चोटि दोहोऱ्याएर गाएको छु यो गीतलाई निकै नै राम्रो छ म एउटा कुरा भन्छु म अहिलेको प्रविधि राम्रो छ एकदमै क्वालिटी वेल छ जस्तै म गाउँछु अहिले
मैले अघि पनि भने आज पनि रेकर्डिङ गरेर आएँ कति स्पेसल। तर जुन यो गीतमा मेहनत थियो त्यो मेहनत आजको गीतमा छैन नि। यो गीतमा जति मेहनत गऱ्यो त्यति निखार आउँछ फेरि। अब आज गाएको गीतमा त्यति निखार आएन नि त, किनभने प्रविधिले त्यति फरक पार्दो रहेछ त्यो। हजुर त्यो बेला दर्शक सामु यो श्रोता सामु जति पनि हाम्रा गीत सुन्ने दर्शक सामु गीत चाहिँ कसरी पुर्याउनु हुन्थ्यो, के माध्यमद्वारा पुर्याउनु? अडियो एकदम जाने हामीसँग अब अडियो मात्र हुन्थ्यो, अरू के थियो र। अब रेडियो नेपाल हुन्थ्यो उतिखेर। अब रेडियो नेपालमा जो रेडियो नेपालबाट गीत गाउँछ त्यो ठुलो मान्छे हुन्थ्यो, फोर्स लगाउनु पर्थ्यो। जसको ठुलो मान्छे हो रेडियो नेपालमा जान्थ्यो। अब हामी रेडियो नेपाल त जान्छै हुँदैन त्यो एरिया, कहाँबाट रेडियो नेपाल जाने कहाँबाट जाने। तपाईँ सुदूरपश्चिमको मान्छेलाई यहाँ पुग्दाखेरि अलिकति धेरै पनि भनौँ त्यहाँसम्म पहुँच पनि पुगे हुँदैन, त्यो वातावरण पनि सिर्जना भयो। त्यो भएर अब उतिखेर अब त्यसपछि अब क्षेत्रीय प्रसारणहरू भयो, दिपाइलहरू, अनि पछि एफएम बिस्तारै एफएमहरू भए। पहिलो गीत गाएर घर टोटी फर्किँदाखेरिको अनुभव सुनाउनु भाइ कस्तो थियो? अब यो त नसक्नु न एकछिन, म कति खुसी थिएँ भन्ने कुरा थिएन। हजुर त्यो गीत गाएर म 10 क्लासमा पढ्थेँ, अनि मेरो क्लासका सबैलाई उसमा सबै उ गर्नु आज दिपाइल रेकर्डिङ के अरे दिपाइल क्षेत्रीय प्रसारण केन्द्र कति बिहान 9 बजेबाट कतिखेर आउँछ, आज यो गीत बज्छ भनेर त्यो मेरो स्कुलका सबै छात्रछात्राहरूलाई राखेर त्यहाँ आज मेरो गीत बज्छ भनेर आहा खुसी भयो। तर त्यो गीत बजेन त्यो दिन। के भन्दा त्यो दिन? अर्को दिन बज्ने रहेछ। अर्को दिन बज्यो। अर्को दिन अब आज मात्र कुर्न पाए साथीहरूले पुरै प्रतीक्षा गरेर त्यो दिन सुन्न पाए। तर अर्को दिन त बज्यो, आधी थिएन फेरि। त्यस्तो यति खुसी। पहिलो गीतबाट पनि सफलता पाउनु भएको छ। पहिलो गीत नै राम्रो, पहिलो गीत नै जसरी अहिले पनि दर्शकले मन पराउँछ त्यो गीत। मलाई त अब त्यही अब भुवन दाहालले गीत गाउनु राम्रो गाउँदो रहेछ भनेर त्यही गीतबाट काँझमकैका खोज भन्ने भयो। त्यसपछि अनि औलपाती टुसाई कर्म चुडी छमाछौँ, अनि त्यसपछि अब जाँदै जाँदा ल है यो केटो गीत गाउँदो रहेछ भन्ने कुराहरू भयो। अनि त्यसपछि रेडियो नेपालले पनि गीतहरू कर्मसँग लिँदै गयो। यी शब्द कसरी चयन गर्नुहुन्छ त्यस्तो मार्मिक शब्दहरू? म अघि पनि भने हजुरलाई म अलिक स्वभावको छु नि, बोल्दैन नि धेरै, चुप्प बोल्छु, 2 शब्द बोल्छु, राम्रो बोल्छु फेरि। म सिम्पल मान्छे हो, पहिलादेखि यस्तै मान्छे हो। अब कहिलेकाहीँ कुन अब परिवेश हेरेर अब कस्तो परिवेश, तर म चाहिने परिवेश राम्रो परिवेश हेर्थेँ, चुप्प लाग्ने, अनि अब बढी सिरियस भएर गीतहरू। अनि साथीहरूले पनि धेरै मलाई सपोर्ट गर्नुहुन्थ्यो, भुवन दाहाललाई यही गीत सुहाउँछ, यही गीत गाउनु पऱ्यो भनेर सुन्थेँ। हामी त्यो औलपाते टुसाई लेखपाते टुसाई सुन्न चाहन्छु भाइ, निकै नै राम्रो गीत। यो त अब मलाई मेरो दोस्रो एल्बमको गीत हो यो। हजुर। औलपाती टुसाई लेखपाती झुप झुपानी औलपाती टुसाई मेरा दिन त उसै रोप्या खेत पिएला भइगया मेरा दिन त उसै मेरा दिन त उसै रोप्या खेत पिएला भइगया मेरा दिन त उसै। यो धेरै पुरानो गीत हो। आज अलि स्वरले साथ नदियो भने जोस गाउन चाहिने गाइयो। आज धेरै गीत गाएर आए। देउडा गीत सेक्टरमा चाहिँ हजुरको उमेरको पालामा चाहिँ सबैभन्दा राम्रो गीत गाउने गायिका याद छ दाइ हजुरलाई कुनै त्यस्तो? जस्तो कसको राम्रो लाग्थ्यो त्यो बेला त थुप्रै छन् हजुरका देउडा गीत त्यो बेलामा। हरिना साउद हुनुहुन्छ, हुनुहुन्छ, धेरै छन् देउडा गायक। हरिना साउद एकदमै उहाँको जस्तो एउटा कुरो अहिले कता हुनुहुन्छ थाहा भएन, उहाँको जस्तो आवाज अहिलेसम्म म अहिले धेरै गायिकाहरूसँग गाएँ नि मैले, धेरै अब पुरानादेखि अहिले नयाँसम्म गाउँदैछु। हरिना साउदको जस्तो आवाज मैले अहिलेसम्म खासै त्यति देखेको छैन। साह्रै राम्रो लाग्छ। साह्रै राम्रो लाग्यो। जस्तो ठाडी भाका गाउँदाखेरि तिमीले ठाडी भाकासँगै पछि डुएट पनि गीत गाउन थाले, 2 जनासँग गाउन थाले होइन?
ठाडी भाका र त्यो गीतमा चाहिँ कस्तो फरक पाउनुभयो के हुँदो रहेछ त्यो जसो तम्रा गीत जसरी तमीले गीत आफ्नो भावना र फिल्ममा बगेर गाएका हुन्छौ ठाडी भाका डुएटमा गाउँदाखेरि दाइ ठाडी भनेको कस्तो हुन्छ भने ठाडी के हो भने जस्तै हामीले वनपखामा गाउने गीत जस्तै पीडा पोख्ने ठाउँ के ठाडी हजुर अनि तपाईलाई म एक कुरा भनौँ नि यो मेला महोत्सवमा हुन्छन् नि त्यहाँ दुई किसिमका दर्शक हुन्छन् एउटा नाच्ने देउडा खेल्ने दर्शक हुन्छन् एउटा सुन्ने दर्शक हुन्छन् जस्तै ठाडी भनेको जसले ठाडी गाउँछ अनि त्यहाँ बुढापाका सुन्ने दर्शक हुन्छन् बुढापाका मात्र हुँदैन जो मान्छे हुन्छन् त्यहाँ जो दुई चारजना उफ्लिने दर्शकहरू हुन्छन् त्यो चाहिँ नै अलग दर्शक हो तर ठाडी भाका भनेको यस्तो चिज हो कि जो सुदूरपश्चिमको संस्कृतिको साधना गर्ने एउटा थल हो ठाडी भाका अनि देउडा हजुरले भने देउडा भनेको खेल हाम्रो अब खेल थाहा पाल्नु हो एकदम खेल हो त्यही भएर हामी खेलमा र ठाडीमा फरक छ सुन्न र गर्नमा मात्र फरक हो कुरो एउटै हो खेलिने उही चिज हो फेरि यहाँ तर ठाडी र खेलमा फरक छ हजुरका गीतले लगभग धेरैका आँखाबाट आँसु झारेको छ कुनै याद छ त्यो तपाईँले गीत गाइरहँदाखेरि अगाडि आमाहरू दिदीबहिनीहरूका त्यो श्रीमानहरू प्रवाह सम्झेर या तपाईँका गीत सम्झेर भावुक भएर त्यो तपाईँले उहाँलाई देखेर पनि आफ्नै आँखा रसाएको कुनै त्यस्तो क्षण याद छ दाइ एकचोटि म बम्बईको मुलन भन्ने ठाउँमा एकचोटि मुलनको एउटा कार्यक्रममा गएको थिएँ मुलनमा अब त्यहाँको हाम्रो नेपालको जस्तै स्टेज हुँदैन अलि बेग्लै स्टेज हुन्छ त्यहाँ ठाडी भाका गाउँदा एकजना आमा आएर स्टेजमा आउन पाउँदैन थियो आएर एकचोटि अनि अँगालो हालेको त्यो थाहा छ मुलनको मुम्बईमा मुलनको त्यति अरू खासै थाहा छैन त्यस्ता कुराहरू तर मन पराउनेहरू ल भगवान दाहाल हाम्रो मेरो बाबु हो भन्नेहरू धेरै हुनुहुन्थ्यो मेरा बुढाआमाहरू तर जोस् मलाई आमाहरूले धेरै एकदम जाने एउटा निकै नै मार्मिक गीत छ तपाईँको निकै नै एकदम सारा दर्शकले मन पराएको गीत छ धन्य पिरती भन्ने गीत बाउला दुःखो रास यो गीतको बारेमा पनि हामीले थोरै जानकारी लिन्छ दर्शकलाई सुनाउन चाहन्छु मेरो पछिल्लो अवस्थामा पनि हाम्रो पिँढी के अरे तपाईँहरूको पिँढीले धेरै मन परायो बाउला दुःखो रासो भन्ने पुरानो गीत बाउला दुःखो रासो नलादैव पापी आँखा दुनियाँलाई हाँसो मेरै प्रीतिमै पासो रात पढे कि पढे दिन हेर्ने सपना मात्रै धरती जान झडे आकाश उड्ने चढी धरती जान झडे पछिल्लो वर्षमा धेरै एकदमै जाने सबैले राम्रो बनाइदियो गीत अनि अब दुई चार गीतहरू पछिल्ला पनि चल्यो होला तर मेरो पुरानो गीतहरू जति छन् नि जति हाम्रा तपाईँले भन्नु युवा पिँढी उमेर समूहलाई तर सबैले मन पराएको गीतहरू मेरो पुरानो गीतहरू मात्र छन् जति मैले अहिले नयाँ गीत गर्छन् त्यति मलाई त्यति छैन कि जुन पुरानो गीतहरूले सबैले मन पराउँछ तपाईँहरूले मन पराउँछन् एकदम अब तपाईँसँग मलाई कुरा गर्दै हुनुहुन्छ तपाईँले पुरानो गीतहरूको सुनेर मात्र मन पराएको भयो थाहा चाहिँ छैन अहिले नयाँ गीतहरू एकदमै छैन त्यो चाहिँ नि हो त्यसो दाइ धेरैले पुराना गीतहरूलाई पुनः रेकर्डिङ गरेर नयाँमा ल्याएर पनि अहिले चर्चामा गीतहरू छन् हजुरको यसमा केही सोच मैले अस्ति मात्र गरेँ मेरो पदम फुल मैले परिवेश रेकर्डिङ गरेँ आदरणीय बहिनीहरूले गाउनु भएको छ मैले मेरो भाइ परिवेश दाहालले गोविन्द दाहालले सबैले गाएन म नयाँ पिँढीलाई गाउनु दिनु मैले सबैलाई गाउनु दिएँ पदम फुल भन्ने मैले नयाँ तरिकाले गरेँ हरिया मेला पेलो घाम पदम फुल घाँस काटे बनारी घाँस काटे बनारी पानी उखी देखिने जुन पदम फुल आज भइ गई नारी आज भइ गई नारी यो अहिले सबै भाइ बहिनीहरूलाई चाहिँ मैले गाउन दिएर मैले अहिले लिड भोकल मात्र गरेको छु यो यसपालिको मेरो नयाँ प्रोजेक्ट भनेको यही हो यहाँको बाल्यकाल दिपावली बित्यो दिपावलीका डाँडा काँडाका यहाँलाई सबै याद छन् दिपावलीको
त्यो गढी भन्ने गीत पनि हामीलाई दिपाइलो गढी एकदमै प्रख्यात त्यो गीतले एकदमै शिखर छुएको गीत थियो होइन दिपाइलोको गढी अझै पनि तिमीले आफ्ना जन्मे थलोलाई डोटी जिल्लाका लागि मात्र नभएर त्यो दिपाइलोको गढीले हजुरको त्यो गीतले भनौँ न सबैले दिपाइलसँगै डोटीको प्रचार प्रसारसँगै त्यो गीत अजर अमर बनेको गीत छ त्यो हाम्रा दर्शकले साह्रैले मन पराएका छन् किनकि पारी बाजुरादेखि आउने मान्छेले पनि त्यो गीतको गढी सम्झिन चाहन्छ त्यो 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 दिपाइल कट्ने बित्तिकै दिपाइल गढी याद गर्छ अछामबाट प्रायः जस्तो मान्छे इन्डिया जाने मान्छे धेरैले दिपाइलको गढी याद राख्छन् यो गीत यहाँले कसरी लेख्नु भएको थियो कसरी याद आयो के थियो दा यो गीतको अलिकति यो गीतको बारेमा पनि हामीले गीत सुन्न चाह्यौँ र यो गीतको बारेमा पनि अलिकति तपाईँ खासै के भने अब गढी भनेको पुरानो राज्य हो त्यहाँ दिपाइलको गढी भनेको पुरानो 2224 राज्य हो त्यो राजाहरूले शासन गर्दाखेरि अनि राजपुरे राजादेखि लिएर कहाँ कहाँ त्यो गढी भन्ने ठाउँ त्यो हो अनि दिपाइल भनेको त्यो हो दिपाइलोको गढी सेरी धेकी दोपारी भने सेरी भनेको माथि सेरी माथि छ त्यहाँ अनि सेरी भनेको ठाउँ हो मैले यहाँलाई थोरै याद गराउन चाहे मैले सुनेको अछाम बाजुराका मान्छेहरू इन्डिया जाँदाखेरि दिपाइलोको गढी कटेपछि अब हामी गयौँ भन्ने घर हाम्रा छुटी गया घर हाम्रा छुटी गयो भनेर त्यो मन साह्रै भक्कानिन्छ भन्ने मैले सुने धेरैको मैले मनबाट धेरैले मलाई भनेका छन् त्यो दिपाइलोको गढी कटेपछि अब हाम्रो गाउँघर छुटी गयो भन्ने त्यो गढी भनेको जस्तै डोटी गौडा भन्ने हुन्थ्यो नि हजुर गौडा भन्दा नि त्यो दिपाइलमा गढी भन्ने थियो क्या एउटा गढी राज्य हो क्या त्यो अनि सेरी भनेको ठाउँको नाम हो म गाउँछु दिपाइल भनेको त्यो थाहा पाल्नु दिपाइलको गढी सेरी है किन पारी दिपाइलको गढी झुल्का मैना चढिए हिउँ चुली घाम झुल्का जान झुल्का मैना चढी झुल्का मैना चढिए हिउँ चुली घाम झुल्का जान झुल्का मैना चढी यही हो धेरै राम्रो सबैले मन पराइदिनु पऱ्यो गीत अहिले ती पुराना आफ्ना सँगै साथीसँगै गीत गाएका साथीभाइहरूसँग भेटघाट हुन्छ दाइ के कस्तो हुन्छ हुन्छ म अस्ति मेरो पढेको स्कुलमा गएको थिएँ मेरो प्रभात मावि देहीमाण्डो आदर्श गाउँपालिका उहाँको स्वर्ण जयन्ती मेरो स्कुलको गएको थिएँ धेरै साथीभाइहरूसँग भेट भयो धेरै खुसी लाग्यो एकदमै सबै मेरो साथीहरू त बढी टिचर हजुर म मात्र गायक भएको रहेछु कोही इन्सपेक्टर छन् कोही ठुल्ठुलो हाकिमहरू छन् मजा नै गायक भएको रहेछ सबै आउनु भएको थियो त्यहाँ विशेष गरी हजुरको उमेर समूहका हजुरसँगै हजुरका साथीहरू गीत गाउने साथीहरू पनि अहिले प्रायः उहाँका गीतहरू अलिकति भनौँ न हामीले सुन्न पाउँदैनौँ उहाँहरूले त्यो सक्रियता देखाएको देखिँदैन तपाईँ अझै पनि सक्रियता देखाइराख्नु भएको छ ती पुराना गायक साथीहरूसँग पनि भेटघाट हुन्छ कहिलेकाहीँ आउनुहुन्छ भेट्नलाई आउनुहुन्छ दाइ हामीले यो गर्न खोजेका थियौँ भएन भनेर भन्नुहुन्छ तर एउटा कुरो कस्तो हुन्छ भने चाहिँ सक्रियता जस्तै अब मैले गीत गाउन सुरु गरेकै लगभग 25 वर्ष भयो म 25 वर्षसम्म त यतै छु नि म त कहीँ गएको छैन त्यस्तै भाइ बहिनीहरू साथीहरू छैनन् आउनुहुन्छ कहिलेकाहीँ हाम्रो गीत चलेन यो गरेन ऊ गरेन भन्दाला गीत मात्र चल्छन् भनेर त्यो त नभन्दा नि हुन्छ किनभने सक्रियता छ नि त मेरो त्यही भएर चल्छ कतिको कठिन हुँदो रहेछ यो 25 वर्षसम्म साङ्गीतिक क्षेत्रमै लागिरहँदाखेरि कठिन कतिको सहज हुँदो रहेछ के सहज हुन एकदमै कठिन भनेको कठिन हो साङ्गीतिक क्षेत्र यो जोगी भएको क्षेत्र जोगी हुने क्षेत्र म त जोगी हो नि मैले जिन्दगीमा जागिर भनेन मैले पैसा भनेन मैले घरबार भनेर मैले छोराछोरी भनेन श्रीमती भनेन म त जिन्दगी यसै उसमा काटेको मान्छे हो नि सङ्गीतको लागि सब त्याग एकदमै हो त्यही भएर त अहिले भन्दाल भनेका छन् त अब नत्र त के हुन्थ्यो र म पनि त जागिरै हुन सक्थेँ अहिले के अरे उपसचिवको दर्जा भने मेरो भनेको त एकदमै उपसचिव हुन सक्थेँ नि किन गाउँदै हिँड्छु त नि
मलाई रहरमा त हुन्थ्यो, म उपसचिव मन्त्रालयको बिचमा यहाँलाई दबाब आए त्यो गीत गाउनु छोडिदिनुहोस् काम गर्नुहोस् भन्ने किसिमका दबाबहरू आयो एकदम जाने। अब गाउँदै गर्दाखेरि कति जिन्दगी चल्छ र भने आयो, तर म ठिक छ भनेर भने किनभने म एकदम जाने मैले जीवन चलाएको छु त, पैसा नकमाएँ होला ल म त्यो चाहिँ नै म भोलि कुन दर्जाको हाकिम हुन्थ्यो होला, पैसा त कमाउँथ्यो होला, तर यो आत्मसन्तुष्टि पाउँदैन थियो होला क्या, एकदम यो सन्तुष्टि पाउँदैन थियो होला, कसैको भनेकै भनेन मैले। मान्छेलाई धेरैलाई पैसाको भनौँ न, मान्छे घर गाडी पैसाको पछि दौडाउनु, तर मैले कहिले तपाईँले आफ्नो जीवन सङ्गीतमा बिताउनु भएको छ, मैले भनेन कहिले। तपाईँलाई हाम्रा सङ्गीत प्रेमी माया गर्ने र हाम्रा नेपाली दाजुभाइहरू सुदूरपश्चिम मात्र नभएर अहिले समग्र नेपाली दाजुभाइहरूले देउडालाई माया गर्न थालेको छ, त्यसको श्रेय तपाईँहरूलाई नै जान्छ। र अहिले हामी पहिला सुदूरपश्चिमलाई मात्रै केन्द्रित गर्थ्यौँ, अहिले तपाईँहरूका गीत टिकटकमा देशव्यापी देशभरिका विदेशमा बसेका नेपालीहरू पनि त्यो गीत सुन्नु थालेका छन्। यो अहिलेको क्षणलाई कसरी लिनुभएको छ दाइ? त्यो गीत भनौँ न, अहिले हामी पहिला सुदूरपश्चिम मात्रै केन्द्रित गर्थ्यौँ, अहिले देशव्यापी गीतलाई देउडालाई माया गर्ने छन्, यो सम्झिनु भएको थियो एक दिन यस्तो आउनेछ भनेर? थाहा थिएन मलाई साँच्चीकै। अब म हरिस खाएको थिएँ, अडियो जमाना थियो हाम्रो, हजुर, अनि अडियो जमाना गइसक्यो, मेमोरी आएपछि हाम्रो अडियो सबै गयो। मैले अब यो देउडा अब राम्रो होला भनेर म यति हरेस खाएकै थिएँ, म 2-4 वर्षमा ल अब गाएर के हुन्छ भन्ने उसमै थिएँ, हरेस खाएको थिएँ। तर अहिलेको यो प्रविधि जुन छ एकदम चाहिँ यति खुसी छ मलाई, जता गए नि देउडा, जता गए नि देउडा राम्रो। अब हजुरको पाहाडमा त देउडा छैन, पाहाडभन्दा बढी अहिले हाम्रो यता काठमाडौँमा देउडा छ, तराईमा देउडा छ, हामी बस्ने ठाउँमा देउडा छ, जहाँ नि देउडा छैन, हो त्यो हो कि देउडा भनेको। अब अहिले देउडा भयो अनि त्यसपछि खुसी भएँ, म लगातार आएको म 2-4 वर्षमा अब सकिन्न, अब कसरी गाउने भन्ने कुराहरू म चुप बसेकै 2-4 वर्ष। सबैले भनेकै हुन् भुवन दाहाल किन अब कहाँ गुमुना भए, अब कुन मिडियाबाट आउने त देउडै थिएन त, अब कहाँ आउँ। अहिले ठिक छ एकदम जाने आनन्द यति राम्रो छ अहिलेको देउडा भनेको। अब सबै भाइ बहिनीहरूले यति राम्रा राम्रा देउडाहरू एकदम गरे। अहिलेका त्यो बेलाका साथी सर्कलसँग पनि भिज्नु भएको छ, अहिलेका हामी जस्ता नौजवानसँग पनि भिज्नु भएको छ। तपाईँहरूले मलाई मन पराएको कारणले मेरो खोपी होइन, मलाई मन पराउनु भएको। प्रत्येक उमेर समूहका मान्छेलाई तपाईँका गीत मनपर्छन् होइन? त्यो बेलामा माया प्रीतिमा परेका मान्छेहरूले पनि ती गीत सुनेका थिए र अहिलेका माया प्रेममा पनि परेका मान्छेहरूले बिछोड हुँदाखेरि ती गीत सुन्छन्। साइका जन्ती भोज सुन्न चाहँदै हामीले धेरैले भन्यो ए भुवन दाहाल त यो माया प्रीतिमा परेको रहेछ, त्यसले त्यस्तै गीत गाउँछ भनेर धेरै भन्दा नि हजारौँ जहाँ गयो त्यहाँ भुवन दाहालले भन्नुभयो। अनि अब मैले यो गाउँदै म सानै थिएँ यो गाउँदाखेरि, ल कति मैले काटो सिमल डालेपछि यो गीत गाएको हो। यो काटो सिमल डाली भन्दा ल 1 वर्ष पछाडि यो गीत गाएँ। यो रुखो पिरती भन्ने एउटा एल्बम थियो मेरो, सक्का आउँथ्यो, अनि त्यो 6 महिनासम्म यो गीत चलेन सर, हेर्नुहोस् है। यो मार्केटमा दिएको, हामीले चक्का मार्केटमा दिनुपर्थ्यो, अब कहिले आसाम कहिले डुटी कहिले बैतडी हिँड्नु पर्यो। तपाईँलाई क्यासेट पनि हुन्थ्यो होला? क्यासेटमा एकदम जाने। अनि त्यसमा एउटा गीत थियो, क्यासेटमा 6वटा गीत हुन्छन्, त्यसमा एउटा गीत थियो काँझमकैका खोज भन्ने, रुखो पिरती क्यासेटमा। त्यो गीत चल्यो, किन चल्यो यो गीत भनेको थाहै भएन फेरि, त्यो मैले गाएको रहेछु फेरि। अनि त्यो आनन्दले त्यसपछि भुवन दाहालले यो गाउने भुवन दाहाल रहेछ, यो ठाडी भएको गाउँदो रहेछ, यो राम्रो गाउँदो रहेछ भनेर म चिनिएको हो। म गाउँछु एकछिन। काँझमकैका खोज रोजो फुल रेखाले लैग्यो, काँझमकैका खोज साइका जन्ती भोज आँसुले भाती मिची खाया, साइका जन्ती भोज काँदौरा चिर्यो काँसाइले अचानो हाली, काँदौरा चिर्यो
कै धरती छिर्यो ती राम्रो माया जाल कै धरती छिर्यो। निकै नै मार्ने शब्द, निकै नै राम्रो देख्छ। अघि जोड्नु भयो, हजुरले पनि जोड्नु भयो, जस्तो भुवन दाहालले चाहिँ देउडामा एकदम सिरियस गीत मात्रै गाउनको रात चाहिँ के दाइ? अब जो पनि साथीहरू यो मान्छे त बोल्दै बोल्दैन, सोची मात्र रहन्छ कि क्या हो, हजुर सबैले सोच्ने। म सिरियसै पहिलादेखि म पढ्दाखेरि सिरियसै पाराको हुनाले त्यही भएर अब गीत पनि ठ्याक्कै यो छैन सिरियस पाराको, परेको अँजाम गायो खोज, हजुर त्यही भएर हो कि खै मलाई थाहा भएन। ल ठिक छ। अब अहिले हामी सुदूरपश्चिमका धेरै ठाउँमा पछिल्लो समयमा बढ्दो पर्यटकहरू पनि भित्रिने गरेका छन्। एकदमै। हजुरलाई सुदूरपश्चिमका कुनै धार्मिक स्थल या सुदूरपश्चिमका ठाउँ सधैँ जहाँ चाहिँ जाँदाखेरि आनन्द आउने ठाउँहरू कुनै याद छन्? त्यस्ता ठाउँहरू छन्? म सुनेको मात्र बढीमालिका हो, हजुर म गएको छैन। अब खप्तड त अब स्वर्ग भइहाल्यो। हजुर म धेरै ठाउँ के अरे धेरैचोटि खप्तडमा गएको छु। म रामरसन गएको छु। मलाई सबैभन्दा आनन्द आउने ठाउँ भने रामरसन। एकदम चाहिँ नि सबै। म जानु भएको छ रामरसन? म 3 दिन बसिएको छु रामरसनमा। म सुटिङको कार्यक्रममा गएको थिएँ, आफ्नो सुटिङ गरेर। कस्तो रहेछ त्यहाँको विशेषता के रहेछ दाइ? त्यहाँ तालहरू थुप्रै तालहरू छन्, 26वटा तालहरू छन् लगभग भन्दा नि। जुनसुकै तालमा गए नि डुब्दैनन् एकदम। जस्तै त्यो त्यहाँको विशेषता क्या एकदम जाने। जस्तै खप्तडको विशेषता भने के हो भने चाहिँ यो हिँड्दाखेरि धरती हल्लिन्छ, हिलोवाला जस्तो हुन्छ, हिलो हुँदैन त्यहाँ। त्यस्तै रामरसन ताल भनेको त्यो जुन तालमा गए नि डुब्दैनन्, त्यहाँ गहिरा ताल हुन्छन्, मान्छे डुब्दैनन्। त्यस्तो विशेषता रामरसनमा मैले पाएको। म 2-3 दिन त्यहाँ रामरसनमा बसेको। जस्तो त्यो बेला मान्छे म तराईबाट पहाड झर्ने भन्नुहुन्थ्यो होइन, धेरै मान्छेहरू हामी डोटी अछान बहत्तरी बाजुराबाट तराई कैलाली झऱ्यौँ, कैलाली झर्थ्यौँ। त्यो बिचमा कुनै याद छ त्यस्ता जस्तो माला आउने भन्दा छन् तराईलाई होइन? तपाईँहरू त फेरि डोटी जिल्ला त कैलालीसँग जोडिएको जिल्ला हो, तपाईँहरू सबैभन्दा पहिलो त्यो तराई आउने प्राथमिकता त अझ डोटीका मान्छेले चाहिँ बढी पाएका हुन्न। मलाई त त्यति थाहा भएन। हाम्रो बुवा आमाले भन्नुहुन्थ्यो के अरे बरमदेउकी हाट भन्ने हुन्थ्यो, अब नुन चामलहरू त्यहाँबाट बोक्थ्यो अरे। त्यस्तो हाम्रो उसमा त त्यति भएन। जो मैले सुनेको कुरा माला भनेको त्यहाँ चामल पाइने ठाउँ हुनाले माल भनेको रहेछ भने त्यति हो। त्यति खासै त्यति थाहा भएन मलाई। लगभग अब हामी यो तम्री समय प्रकाशको लगभग अन्त्यतिर छ। आज मलाई एकदमै यो मलाई यति खुसी लाग्यो, आज धेरै मिनट गफ गर्नु पाएँ, धेरै जाने हो। सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यही मार्फत। धेरै भन्नु के छ र। जाँदा जाँदै हामी एउटा हजुरको त्यो मुखार बिन्दुबाट एउटा राम्रो गीत सुनेर हाम्रा दर्शकहरूलाई छुट्टिन चाहन्छौँ। मेरै जति मान्नेछौ कि सम्झिन्छौ कि मलाई, मेरै जति मान्नेछौ कि सम्झिन्छौ कि मलाई, आँखाले संसारै देख्दो हृदयले तँलाई, तेरा कौला हात महुला मेहन्दी, तेरा कौला हात महुला मेहन्दी, तेरा कौला हात, तू भए जुन किडी म जुनेली रात, तू भए जुन किडी म जुनेली रात। कुनै साथीभाइहरूलाई आफ्ना इष्टमित्रलाई सम्झिनुहुन्छ? एकदमै सबैलाई सम्झिन्छु। जुन अब आजसम्म मलाई यो स्थानसम्म पुर्याउनु हुने मेरा शुभचिन्तकहरू, मेरा साथीभाइहरू, म विशेष गरेर मेरा साथीभाइहरू, बढी मलाई सहयोग गर्ने साथीभाइहरू एकदमै बढी छन् के। यो भुवन त भन्नेहरू, उहाँहरूलाई धेरै धेरै एकदमै नमस्कार गर्न चाहे। अनि सबै मेरो भाइहरूलाई सबैलाई नमस्ते गर्न चाहे। हाम्रो देश विदेशमा बस्नुहुने सबैलाई एकदमै आज यो सुन्नुभएको छ, हजुर सबैलाई नमस्ते गरे। हुन्छ, हामीलाई पनि एकदमै राम्रो महत्त्वपूर्ण समय दिनुभयो। हजुरको व्यस्तता बावजुद पनि तम्री समय प्रकाशनमा आइदिनु भयो। तपाईँलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो टिमको तर्फबाट। धन्यवाद।